अपाङ्ग भत्ता पनि दिन्छ कि के गर्छ अचेल त्यो मलाई थाहा छैन। त्यसैले नेपालमा टक्क लाएर आन्दोलन भइरहेछ। म चाहिँ यसो हेरिरहेको छु। अरू त्यस्तै हो साथी हो। यो आन्दोलनमा चाहिँ अग्रपङ्क्तिमा लाएर ढुङ्गा हान्ने काम चाहिँ नगरौँ। फ्याट्ट गोली लगाइहाल्यो भने पनि त्यही हो, सरकारले गरिदिनु भनेको उपचार मात्रै हो। अरू खासै केही गर्न सक्दैन। ज्यान गयो भने त गइहाल्यो। अपाङ्ग भयो भने त जिन्दगीभरि त्यसै गरी बस्नुपर्छ। सरकारले गरिदिनु भनेको एउटा उपचार हो। अनि अर्को कुरा अपाङ्ग भत्ता पनि दिन्छ कि के गर्छ अचेल त्यो मलाई थाहा छैन। त्यसैले सरकारलाई त्यो आन्दोलन गरेर गर्नुभन्दा आफ्ना नेताहरूलाई के भनौँ भने कल कारखाना खोलिदिनु पर्यो, हामीलाई रोजगारी दिन पर्यो भनेर आन्दोलन गरौँ। अरू कुरा त्यस्तै हो। राजा आए पनि राणा आए पनि नेताहरू आए पनि हुने त्यस्तै हो। त्यही आफ्नो नेताहरूलाई परिवर्तन गरौँ, त्यो कुरामा फोकस गरौँ। यस्ता आन्दोलनमा चाहिँ घचक घुचुक जाने ढुङ्गा हान्ने काम चाहिँ नगरौँ। यो खासै गतिलो काम होइन। त्यसैले आन्दोलनमा ढुङ्गा हानेर भोलपर्सि त्यही हो। गणतन्त्रवादीहरू पनि त्यही ठ्याक्कै लिफ्ट चढेर एयरपोर्टको त्यो छ नि इमिग्रेसन जाने लिफ्ट, त्यही चढेर माथि आएर इमिग्रेसनमा पासपोर्ट देखाउनुपर्छ। राजावादीहरूले पनि त्यही हो, त्यही लिफ्ट चढेर माथिपट्टि इमिग्रेसनमा आएर पासपोर्ट देखाउनुपर्छ। त्यसैले बेलैमा सोचौँ, बेलैमा बुद्धि पुर्याउँ। त्यही हो, घरै बसौँ, म जस्तै यसरी लाइभ हेरौँ, बेला बेलामा के भइरहेछ अपडेट गरौँ। यस्ता सोसियल मिडियामा धेरै खोक्ने काम पनि नगरौँ। त्यही हो, सबैलाई सचेत हुन आग्रह गर्दै आजको भिडियो यही अन्त्य गर्छु। धन्यवाद।